आफै चाहिँ नछाड्नुहोस् है फेरि ल आफै छाडेको होइन ल बस्नु त आफै छाड्यो भने चाहिँ फेरि त्यो हुने रोक्यो हुन्छ नि हामीले के म्याम यो जुन छ नि बत्तीको स्विचहरू अन अफ गर्दाखेरि पनि हाम्रो पावर चाहिँ अब सेल्सहरूलाई चाहिँ ड्यामेज गरिदिन्छ अरे क्या त्यसले मात्रै के भन्नु अब हामीलाई गर्नु हुन्छ हामी फ्यान लाउँछौँ भने फ्यानको हावाले पनि हाम्रो सेल्सहरूलाई चाहिँ निष्क्रिय गर्ने ड्यामेज गरिदिने काम गरिराखेको हुन्छ अनि त्यसै भएको हुनाले अब हामी झन् मोबाइल चलाउँछौँ टिभी हेर्छौँ नहेरि पनि भएन होइन मोबाइल नचलाइ पनि भएन अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो भित्रभित्रै हाम्रो सेल्सहरू चाहिँ निष्क्रिय ड्यामेज हुँदाखेरि नै हामीलाई समस्याहरू हुँदै 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 जाने र हुँदै हुँदै क्यान्सर पनि हुने तपाईँको हरेक समस्याहरू हुँदै गएर चाहिँ विभिन्न धेरै धेरै खर्चहरू पनि गर्नुपर्ने अवस्था आउँछ अब तपाईँले ल्याउनु भयो तपाईँको परिवारलाई तपाईँले सेफ्टी गर्न सक्नुहुन्छ ताकि रेडिएसनबाट चाहिँ क्षति नहोस् होइन अब नानीहरूको को हुनुहुन्छ घरमा होइन उहाँको कपडाहरू लिएर यहाँ राख्दाखेरि पनि यहाँ टच गरिँदाखेरि पनि उनीहरूलाई पनि काम गर्छ होइन अब विदेशमा कोही आफन्तहरू छ भने उनीहरूको पनि राख्नुपर्दाखेरि होइन उनीहरूको कपडाहरू राख्नुपर्यो उनीहरू उहाँ विदेशमा पनि उनीहरूलाई सेफ्टी गर्छ त्यस्तो अद्भुत छ क्या यसको छ्यान त अब अहिले जस्तो सानो गर्नुहोस् बनाउनुहोस् म्याम नडराउनु स्ट्रेट उभिनुहोस् तपाईँ त्यो खुट्टालाई पनि सपोर्ट अहिले अलिकति एक्टिभ भइसक्यो तपाईँको खुट्टा ल तपाईँ फिल गर्नुहोस् न मोबाइल छाउनुहोस् न स्विच चाहिँ अफ गर्नुहोस् डराउनुहुन्छ है ल डराउनु गर्नु मात्रै थाहा पाउनुहुन्छ नि डर हुँदा पनि हुँदैन नि अघि त्यति भन्दा डर बसेको उभिएको अब तपाईँको ज्याकेट खोल्नु त एकछिन अब यो ज्याकेट तपाईँको यहाँ छ होइन भनेपछि अब तपाईँको मोबाइल गोलिया बोल्नुहोस् अब यसले असर गर्दैन तपाईँले अब यो अन अफ गर्दाखेरि पनि अहिले जस्तो हुँदैन नि असर गर्दैन यो किनभने अब तपाईँको यहाँ घरमा यो म्याट्रेस छ यसमा चाहिँ तपाईँको कपडा छ अब तपाईँ आज सुन्नुहुन्छ भोलि सुन्नुहुन्छ पर्सि सुन्नुहुन्छ दिनै सुत्दा तपाईँको बिहानै यहीँ सरिसकेको हुन्छ क्या तपाईँको बिहानै र तपाईँ कतै जाँदाखेरि अब यहाँ सुतेर 2-4 दिन पछाडि उहाँ अफिसमा आउनुहोस् होइन तपाईँले चेक गर्दाखेरि पाइन्छ त्यो कि त्यो टावर लगाइराखेकै हुन्छ अब के सम्झिनुहोस् त भन्दा अघि तपाईँले छुँदाखेरि गएको थियो अहिले मोबाइल पनि बोक्नु भएको छ अनि यसलाई पनि छुनु भएको छ तपाईँको कपडा यहाँ छ अब यसले सेफ्टी गरे गरेन त म्यामले फिल गर्नुहोस् न स्पिनिङ जस्तो भइरहेको छ नि त अहिले फेरि निकालिदिनुहोस् न बोकिराख्नुहोस् तर अब तपाईँको बेडमा तपाईँको कुनै पनि सामान छैन अब कतिको डर हुनुहुन्छ कि हुनुहुन्न यो चाहिँ यस्तो क्या म्याम अब कस्तो भन्नाले हामीले अब हामीले बेडसँगै त संसारमा बोकेर यसलाई त टाँसेर त यो त अब वेट छ जान सकिँदैन तर हामी चाहिँ हामी घरबाट बाहिर कतै जाँदा अथवा हामीले कुनै काम गर्दा बाहिर निस्किनु पर्दाखेरि चाहिँ तपाईँको अब ज्याकेट त अहिले राख्नुभयो तर तपाईँको चस्मा एनी हो तपाईँले टच भएको चिज पसिना लागेको चिज चाहिँ सानो चिज भए पनि छोड्दाखेरि पनि तपाईँलाई त्यति नै पावर हुन्छ अघि ज्याकेट राखियो तर अहिले तपाईँको यो सानो चस्मा राख्दा पनि तपाईँको यो जुन रबडै राख्दाखेरि पनि तपाईँले त्यतिकै इनर्जी नै बनाइराख्छ क्या एक्टिभ नै तपाईँको सेल्सहरू यस्तो के हुन्छ भने नि उहाँकोमा छैन भने जसरी उहाँको घरमा छैन भने चाहिँ अथवा अहिले नै त उहाँ सुत्नु भएको छैन नि त छैन हजुर
यति बेला चाहिँ तपाईँ कतै हिँड्दाखेरि तपाईँ कपडा यहाँ राखेर हिँड्नुभयो भने तपाईँलाई यहाँ बसेको बराबरकै एनर्जी पाइराख्नुहुन्छ क्या तपाईँले प्रोटेक्सन भइराखेकै हुन्छ रेडिएसनबाट होइन भने अब आज सुत्नुभयो भोलि सुत्नुभयो तपाईँले त्यो कपडै नराखे भने तपाईँको ड्यान यहाँ गइसकेको हुन्छ सरिसकेको हुन्छ क्या अनि त्यो भएको हुनाले तपाईँ जहीँ गयो पनि सेफ्टी नै भयो यस्तो डर अहिले हुने त्यस्तै हुनुहुन्छ तपाईँले मोबाइल बोक्यो भने असर गर्दैन बिजुली बत्तीहरू यसो छाउँदा गर्दा पनि असर गर्दैन क्या अनि अब भनेको चाहिँ अब तपाईँको परिवारहरू नानीहरू होइन को हुनुहुन्छ कतिजना हुनुहुन्छ परिवारहरू सन्नातिनीहरू नाति ए अब उनीहरूको चाहिँ एउटा कपडा दिएर यहाँभित्र होइन अनि बाहिर हुने छोराको विश्वास गर्छ गर्दैन त्यो फाल्टै कुरा हो तर पनि रेडिएसन छ रेडिएसनले चाहिँ हामीलाई असर गर्छ होइन अब त्योबाट चाहिँ प्रोटेक्सन भयो भने उनीहरू